दुईवटा बच्चा बच्ची भएको मान्छेले पर पुरुषसँग बोयफ्रेन्डसँग यस्तो भिडियो बनाउने हो। बेंगलोरको न्यू काण्ड। एउटा विवाहित महिलाले पर पुरुषसँग या आफ्नो बोयफ्रेन्डसँग भिडियो कलमा नाङ्ग तस्बिर या नाङ्ग भिडियो कलमा नङ्ग अवस्थामा देखाएपछि केही अङ्गहरू देखाएपछि अहिले भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ र उहाँका श्रीमानले रुँदै भिडियो बनाएका छन्। मेरो श्रीमतीले यस्तो गरेको छ र यस्तो सोचेको पनि थिएन भनेर रुँदै भिडियो बनाएका छन्। के यो गर्दा ठिक हो कि यस्तो विवाहित महिलाले पर पुरुषसँग यस्तो गर्दा ठिक होला? आफ्नो हैन ए मलाई किन आएन त मलाई बलक हानेर भने मैले बलक त्यसलाई कहिले पनि बलक हाने म त्यसैले बलक हाने त्यो पनि देखेला कि सामाजिक त्यो चेक गरेपछि त्यसले बलक हाने कि मैले बलक हाने त्यो आफै बलक हाने आफै मबाट टाढा हुँदै जाने दुनियादारी गर्ने लास्टमा आएर मलाई यत्रो बेइज्जत गरेर हैन दुनियादारी गरेर मलाई त बाँच्न दिएन। मैले उसै भिडियो हाल्न लगाउने उसै तेरो भिडियो खिचेर राख्ने मान्छे उसैसँग सुती उसैसँग देखाइ मान्छे मलाई नै भनेका तैँले रेकर्डहरू छन् तर अहिले आएर म माथि किन खनिला दुनिया म माथि किन खन्याउने भने आज के तैँले हैन मैले गलत त एक त चिज पनि गलत गरेको छैन कि मैले तेरो बारेमा मैले नराम्रो गरेँ तैँले गरेका हरकतहरू तैँले नराम्रा काम गरेका पनि मैले छोपेर राखेको थिएँ कि मेरो घरबार अझै पनि बल्ला दुनियाँको कुरा सुनिया थिएन कि तँलाई 1000 चोटि स्वीकार्या मैले मान्छे हो म हैन। मेरो सबै मान्छेहरू मेरो इष्टमित्र स्वीकार भने मैले स्वीकार्या मान्छे थिएँ कि मैले तँलाई तर तँ अझ मेरै खेतो खन्ने मलाई नै बाँच्ने म कहाँ पुर्याउने कि रोडमा त मलाई पुर्याएछ अब कहाँ पुर्याउने मेरा दुईटा बच्चा पाल्न त दिएन मलाई तैँले त जन्म दिएर छोडिस् तर म त कर्म त दिन दिएन या मेरा बच्चा त छन् कि दुईटा बच्चा त पाल्न दे मलाई मर्न बाध्य नपुर्यो कि तँ आइमा तैँले त आफ्नो इज्जत त रुके गराइ मेरो इज्जत पनि फालिस् तैँले बेंगलोर आउँदाखेरि नै तैँले मेरो इज्जत फालेको कि मैले त्यस्तो इज्जत फालली भनेर ल्याए होइन कि बच्चा बच्चीको भविष्य बनाउला आफ्नो भविष्य बनाउला भनेर आए मान्छे हो कि हामी दुनियाँसँग हिँड्ने दुनियाँसँग रमाउनलाई आएन थिएँ कि म बेंगलोरमा आफ्नो मेहनत गरेर खाने मान्छे हो कि म दुनियाँसँग जाने दुनियाँसँग दुनियाँदारी चर्चिको लगाउन देखाउन जान्थेन म अहिलेसम्म भने राम्रो बाउको छोरी हो भने संस्कारी बाउको छोरी हो भने म गलत भयो भने आफ्नो श्रीमानलाई सुधार्ने मान्छे हुन्छ के नारी भनेको त्यो हो। तर आफै गलत गर्ने मलाई नै दोष दिने मलाई नै नराम्रो सोच्ने होइन ठिक छ म नराम्रो भने म त्यो नराम्रो भोग्न तयार छु के तर मलाई खाली नाना थरीका झुटा आरोप लगाएर होइन ए मलाई किन आएन त मलाई बलक हानेर भने मैले बलक त्यसलाई कहिले पनि बलक हाने म त्यसैले बलक हाने त्यो पनि देखेला कि सामाजिक त्यो चेक गरेपछि त्यसले बलक हाने कि मैले बलक हाने त्यो आफै बलक हाने आफै मबाट टाढा हुँदै जाने दुनियादारी गर्ने लास्टमा आएर मलाई यत्रो बेइज्जत गरेर हैन दुनियादारी गरेर मलाई त बाँच्न दिएन। मैले उसै भिडियो हाल्न लगाउने उसै तेरो भिडियो खिचेर राख्ने मान्छे उसैसँग सुती उसैसँग देखाइ मान्छे मलाई नै भनेका तैँले रेकर्डहरू छन् तर अहिले आएर म माथि किन खनिला दुनियाँ म माथि किन खन्याउने भने आज के तैँले हैन मैले गलत त एक त चिज पनि गलत गरेको छैन कि मैले तेरो बारेमा मैले नराम्रो गरेँ तैँले गरेका हरकतहरू तैँले नराम्रा काम गरेका पनि मैले छोपेर राखेको थिएँ कि मेरो घरबार अझै पनि बल्ला दुनियाँको कुरा सुनिया थिएन कि तँलाई 1000 चोटि स्वीकार्या मैले मान्छे हो म हैन। मेरो सबै मान्छेहरू मेरो इष्टमित्र स्वीकार भने मैले स्वीकार्या मान्छे थिएँ कि मैले तँलाई तर तँ अझ मेरै खेतो खन्ने मलाई नै बाँच्ने म कहाँ पुर्याउने कि रोडमा त मलाई पुर्याएछ अब कहाँ पुर्याउने मेरा दुईटा बच्चा पाल्न त दिएन मलाई तैँले त जन्म दिएर छोडिस् तर म त कर्म त दिन दिएन या मेरा बच्चा त छन् कि दुईटा बच्चा त पाल्न दे मलाई मर्न बाध्य नपुर्यो कि तँ आइमा तैँले त आफ्नो इज्जत त रुके गराइ मेरो इज्जत पनि फालिस् तैँले बेंगलोर आउँदाखेरि नै तैँले मेरो इज्जत फालेको कि मैले त्यस्तो इज्जत फालली भनेर ल्याए होइन कि बच्चा बच्चीको भविष्य बनाउला आफ्नो भविष्य बनाउला भनेर आए मान्छे हो कि हामी दुनियाँसँग हिँड्ने दुनियाँसँग रमाउनलाई आएन थिएँ कि म बेंगलोरमा आफ्नो मेहनत गरेर खाने मान्छे हो कि म दुनियाँसँग जाने दुनियाँसँग दुनियाँदारी चर्चिको